छोटो अवधिका लागि आफ्नो सिपको प्रयोग गरेर सजिलै काम पाउन सकिने डिजिटल सेवा बजार काम मेलामा यहाँहरू सबैजनालाई स्वागत छ। आजको भिडियोमा म तपाईहरुसँग कोटेसन रिक्वेस्टलाई कसरी एक्सेप्ट गर्ने भनेर भिडियो मार्फत देखाउँदैछु। काम मेला मोबाइल एप लगइन गर्नुहोस्। तपाईको प्रोफेसनलको ड्याशबोर्ड खुल्नेछ। सबैभन्दा पहिले तपाईले कोटेसन रिक्वेस्ट एक्सेप्ट गर्नुभन्दा अगाडि चाहिँ कोटेसन रिक्वेस्ट भनेको के हो भनेर बुझ्न जरुरी छ। खासमा कोटेसन रिक्वेस्ट भनेको चाहिँ यदि कुनै क्लाइन्टले तपाईको प्रोफाइल मन परेर तपाईको काम मन परेर चाहिँ तपाईलाई चाहिँ उसले आस्क फर कोटेसन भनेर रिक्वेस्ट पठाउन सक्छ। यसमा उसले तपाईलाई कस्तो खाले काम हो, कामको फोटो भिडियो सबै पठाएर चाहिँ यो काम गरे बापत चाहिँ कति चार्ज लिनुहुन्छ भनेर चाहिँ तपाईलाई यदि रिक्वेस्ट गर्नुहुन्छ भने त्यसलाई नै खासमा कोटेसन रिक्वेस्ट भनेर भनिन्छ। अब हामी ढिलो नगरिकन सुरु गर्छौँ आस्क फर कोटेसन रिक्वेस्ट चाहिँ कसरी एक्सेप्ट गर्ने भनेर। हजुरलाई आस्क फर कोटेसन रिक्वेस्टको इन्फर्म चाहिँ नोटिफिकेसन मार्फत पनि आउँछ। यहाँ हजुरले देख्न सक्नुहुन्छ मलाई एउटा नोटिफिकेसन आएको छ आस्क फर कोटेसन भनेर। रिता दाहालले चाहिँ मलाई आस्क फर कोटेसन पठाउनु भएको छ। त्यस पछाडि ब्याक जानुहोस्। तपाईले यदि मोबाइल स्क्रिनको टप राइट कर्नरमा जानु भएर कोटेसन रिक्वेस्टमा क्लिक गर्नुभयो भने पनि तपाईलाई कोटेसन रिक्वेस्टमा सुरुमै यता देख्न सक्नुहुन्छ हजुरले रिता दाहालले नै पठाउनु भएको छ यसमा आस्क फर कोटेसन भनेर। यहाँ तपाईले कामको बारेमा देख्न सक्नुहुन्छ। काम कहिले गर्नुपर्ने, सर्ट टर्मको काम हो कि लङ टर्मको काम हो, त्यसपछि हजुरको सर्भिस कस्तो खाले हो, कति कुन लोकेसनमा छ भनेर पनि हजुरले देख्न सक्नुहुन्छ। साथै डिस्क्रिप्सन पनि पढ्न सक्नुहुन्छ, फोटो अथवा भिडियो पनि देख्न सक्नुहुन्छ। हजुरले यसैलाई नै मेक अफर गर्नुहोला। यहाँ तपाईले कामको स्ट्याटस हेरेर चाहिँ कति पैसा अफर गर्ने भन्ने कुरा चाहिँ तपाईको हातमा हुन्छ। सपोज मैले 1000 रुपैयाँ अफर गरेँ। यसमा तपाईले मेक अफर गर्नुहोला। तपाईले अफर गर्नुभएको जबको चाहिँ रिक्वेस्ट चाहिँ क्लाइन्ट साइडमा चाहिँ पुगिसकेको छ। त्यस पछाडि तपाईले क्लाइन्टले के भन्नुहुन्छ भनेर त्यसको चाहिँ वेट गर्नुपर्ने हुन्छ। तपाईले अफर गर्नुभएको प्राइसलाई चाहिँ क्लाइन्टको साइडबाट उताबाट एक्सेप्ट गरिसके पछाडि चाहिँ तपाईलाई फेरि नोटिफिकेसन आउँछ। नोटिफिकेसनमा हजुरले देख्न सक्नुहुन्छ तपाईले उहाँलाई 1000 रुपैयाँको चाहिँ अफर प्राइस गर्नुभयो, तर उहाँले चाहिँ तपाईलाई चाहिँ 1000 रुपैयाँ महँगो भयो, यो भन्दा अलिक कममा गर्न सकिन्छ भनेर चाहिँ फेरि काउन्टर अफर पठाउनु भएको छ। 800 रुपैयाँ काउन्टर अफर पठाउनु भएको छ। यदि हजुरले यही काउन्टर अफरलाई नै एक्सेप्ट गर्ने हो भने चाहिँ डाइरेक्ट एक्सेप्ट गर्न सक्नुहुन्छ हजुरले। अथवा होइन 800 एकदम सस्तो भयो, यो भन्दा बरु म 100 रुपैयाँ बढाउँछु या 50 रुपैयाँ बढाउँछु भनेर हजुरले भन्नुभयो भने चाहिँ हजुरले फाइनल अफर गर्न सक्नुहुन्छ। यो चाहिँ हजुरको फाइनल अफर हुन्छ। यसमा चाहिँ तपाईले मेक फाइनल अफरमा जानुहोस्। यहाँ तपाईले सपोज 900 मा जानुभयो भने मेक फाइनल अफर यो नै तपाईको फाइनल अफर हुन्छ। यसभन्दा पछाडि चाहिँ तपाईले फेरि अफर गर्न मिल्दैन। त्यस पछाडि क्लाइन्टले तपाईको फाइनल प्राइसलाई एक्सेप्ट गर्नु भए पछाडि तपाईलाई नोटिफिकेसन आउँछ। देख्न सक्नुहुन्छ हजुरले नोटिफिकेसनमा देखाइरहेको छ तपाईको जब चाहिँ एक्सेप्ट भइसक्यो। अथवा हजुरले यसलाई चाहिँ ब्याक गएर मोबाइल स्क्रिनको टप राइट कर्नरमा क्लिक गरेर कोटेसन रिक्वेस्टमा गएर पनि हेर्न सक्नुहुन्छ। हजुरले देख्न सक्नुहुन्छ तपाईको जब एक्सेप्ट भइसक्यो। उहाँले पेमेन्ट गर्न चाहिँ तपाईलाई बाँकी नै छ। सो यहीँबाट चाहिँ तपाईले आफ्नो जब स्टार्ट गर्न सक्नुहुन्छ। यसै गरी तपाईले कोटेसन रिक्वेस्टलाई एक्सेप्ट गर्न सक्नुहुन्छ। आई होप यो भिडियो हेरेर तपाईले कसरी कोटेसन रिक्वेस्टलाई एक्सेप्ट गर्ने भनेर बुझ्नुभयो होला। थ्यांक यू सो मच।